पहिला म काङ्ग्रेस हुँ एकदमै यो भनेको सत्य कुरा हो हजुरको। पहिला काङ्ग्रेसबाटै नेतृत्व गर्नुहुन्थ्यो तपाईँ, अहिले हेमराज थापा लगायत प्रकाश शाहको भोट काट्नको लागि तपाईँ स्वतन्त्र उम्मेदवारी दिनुभएको छ अरे, के हो ठ्याक्कै? यसमा तपाईले यसमा यो भनेको त त्यो त पुरै 100% असत्य हो। भोलि चुनाव हो, चुनाव सकिन्छ, एउटाले जित्छ अरूले हार्छ होइन? हजुर। यदि जनक गिरीले जितेपछि फेरि काङ्ग्रेससँग मिल्ने जनक गिरीको टिममा जाने के छ सम्भावना तपाईँको ठ्याक्कै? मेरो हजुर हजुर हजुरको त्यो भनेको अलमोस्ट 99.99% सम्भावना छैन। भनेपछि स्वतन्त्रै तरिकाले अगाडि बढ्नुहुन्छ तपाईँ, अब फेरि फर्केर काङ्ग्रेसतिर जानुहुन्न? म फर्केर दलतिर चाहिँ अहिले आफै साह्रै लक्क भएको छु म। अनि तपाईँ पहिला चाहिँ नेपाली काङ्ग्रेसबाट नेतृत्व गर्नुहुन्थ्यो, फेरि गाउँपालिकाको अध्यक्षको लागि टिकटको विषयमा तपाईँको कुरा नमिलेपछि स्वतन्त्र भएर अहिले जनक गिरीलाई जिताउनको लागि प्रकाश शाह, हेमराज थापा लगायतका भोट काट्नलाई तपाईँको स्वतन्त्र उम्मेदवारी भन्छन्, के हो यो? ठ्याक्कै भनिदिनुहोस्, तपाईँ आफै भनिदिनुहोस्, तपाईँ आफै खण्डन गरिदिनुहोस्। होइन, पहिला म काङ्ग्रेस हुँ एकदमै यो भनेको सत्य कुरा हो हजुरको। पहिला काङ्ग्रेसबाटै नेतृत्व गर्नुहुन्थ्यो तपाईँ, अहिले हेमराज थापा लगायत प्रकाश शाहको भोट काट्नको लागि तपाईँ स्वतन्त्र उम्मेदवारी दिनुभएको छ अरे, के हो ठ्याक्कै? यसमा तपाईले यसमा यो भनेको त त्यो त पुरै 100% असत्य हो। पहिला काङ्ग्रेस होइन, ठ्याक्कै मैले तपाईँको सामाजिक सञ्जालमा देखेको कुरा भनेको होइन, त्यो प्रश्न आइरहन्छ हजुरको। त्यो हजुर, ठ्याक्कै तपाईँकै मुखबाट सुनौँ न, तपाईँ खण्डन गरिदिनुहोस् यसलाई। होइन, खण्डन गर्न त के छ, म पहिला काङ्ग्रेस हुँ हजुरको। काङ्ग्रेस हुँ भनिरहँदाखेरि म चाहिँ अब काङ्ग्रेस त्यो काङ्ग्रेस गलत हो, काङ्ग्रेसले चाहिँ काङ्ग्रेसको दल गलत हो भनेर मैले होइन, अब पार्टी त कुनै पनि गलत हुँदैन नि सर, ठ्याक्कै भनिदिनुहोस् त अब छोटोमा तपाईँ। अनि म चाहिँ अर्को पार्टीमा पनि कुनै पार्टीमा पनि म गएको छैन हजुरको होइन। हजुर हजुर। अब मान्छेले चाहिँ स्वार्थका हिसाबमा लाग्यो अवसरवादी हो भनेपछि अर्को दलमा पनि जान्थ्यो होला हजुरको होइन। हजुर होइन, म चाहिँ एउटा मेरो उम्मेदवारी चाहिँ कसैलाई हराउन र कसैलाई जिताउन भन्दा पनि मेरो उम्मेदवारी चाहिँ किन भन्ने प्रश्न अघि मैले भने नि त, यही प्रश्न मेरो जीवनको भनेको मैले एकदमै सोच विचार गरेर हजुरको मैले चाहिँ यो मेरो उम्मेदवारी दिनको कारण भनेको के हो भन्दाखेरि मैले हिजो बाजुरा जिल्लाको, बाजुरा मात्र नेपालमा 77 जिल्लामा बाजुरा मात्र यस्तो जिल्ला हो आजसम्म बाजुरा जिल्लाको जगै बनेको छैन क्या, बहुदल आएको आजसम्म जगै बनेको छैन। त्यो जग किन बनेको छैन भनेर मैले एकदम रिसर्च गर्दाखेरि चाहिँ दलको एक आपसको दलको खिच्चातानी र एक आपसको दलहरूले नै जग बनाउने दलीय व्यवस्थामा हजुरको, तर त्यो उनीहरूको खिच्चातानीले गर्दा हजुरको बाजुराको जगै नबसेका कारणले मेरो अनुभवमा चाहिँ अब बाजुरा जिल्लाको जग चाहिँ स्वतन्त्र हुनुपर्ने, अब स्वतन्त्र भयो भने जग बस्छ, त्यसपछि माथिल्लो तला एमाले अनि त्यस माथिल्लो तला काङ्ग्रेसले लगेला, रासपाले लगेला, जुनसुकै पार्टीले लगे पनि जग चाहिँ स्वतन्त्र हुनुपर्छ र त्यो स्वतन्त्र जगका लागि अहिले म लाग्नुपर्छ भन्ने मेरो धारणाले म चाहिँ स्वतन्त्र भएको फेरि बाजुरामा। अब ठ्याक्कै अन्तिममा सर, अन्तिममा अब तपाईँ पहिला काङ्ग्रेस हुनुहुन्थ्यो, अहिले स्वतन्त्र हुनुहुन्छ, अहिले स्वतन्त्र उम्मेदवार पनि हुनुहुन्छ बाजुराबाट, भोलि चुनाव हो, चुनाव सकिन्छ, एउटाले जित्छ अरूले हार्छ होइन? यदि जनक गिरीले जितेपछि फेरि काङ्ग्रेससँग मिल्ने जनक गिरीको टिममा जाने के छ सम्भावना तपाईँको ठ्याक्कै? मेरो हजुर हजुर हजुरको त्यो भनेको होइन, मैले त तपाईँ पहिला काङ्ग्रेस भएको आधारमा सोधिरहे भनिरहे। त्यो भनेको यस्तो छ, त्यो भनेको अलमोस्ट 99.99% सम्भावना छैन। भनेपछि स्वतन्त्रै तरिकाले अगाडि बढ्नुहुन्छ तपाईँ, अब फेरि फर्केर काङ्ग्रेसतिर जानुहुन्न? म फर्केर दलतिर चाहिँ अहिले आफै साह्रै लक्क भएको छु म। दलतिर चाहिँ म 10 वर्ष जति सकेसम्म दलतिर कतै नजाउँ भन्ने सोचमा छु है। ल सर, हाम्रो साथ छ, तपाईँलाई शुभकामना, सकेसम्म चुनाव पनि जित्नुहोस्, हाम्रो सधैँ साथ हुनेछ तपाईँलाई, हामी बाजुरा आएर चाँडै भेट्नेछु। हुन्छ हुन्छ, धन्यवाद छ हजुरलाई। ल थ्याङ्क यू सर, समय दिनुभयो, धेरै धेरै धन्यवाद। ल।